हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ के ब्लग छ भने हामी चाहिँ पन्जाबको अमृतसर भन्ने ठाउँमा रहेको बाघा बोर्डर, अट्टारी बाघा बोर्डर भन्ने ठाउँमा आएका छौँ। यहाँ चाहिँ बिएसएफहरूले इन्डियाको तर्फबाट परेड देखाउँछ, परेड गर्छ। यो चाहिँ इन्डिया र पाकिस्तानको बोर्डर हो। यो अहिले देखिरहेको साइड चाहिँ इन्डियापट्टिको हो। इन्डियाको राष्ट्रिय गानहरू पहिला लगाउँछ, त्यसपछि परेड देखाउँछ। अनि हामी चाहिँ यहाँनिर छौँ, सबैजना यहाँनिर छौँ। मेरो छोरी, मेरो बुढा, मेरो ससुरा बुवा, आमा, अनि जेठानी दिदी, दाई सबैजना आएर हामी चाहिँ यहाँनिर हेर्दैछौँ। घामले चाहिँ हामीलाई यति साह्रो बनाइरहेको थियो कि के भन्ने, पसिना पसिना भइरहेको थियो। अनि यो चाहिँ मेरो अट्टारी बोर्डरमा सेकेन्ड टाइम हो। अनि यहाँनिर चाहिँ सबैभन्दा सुरुमा लेडिजहरूलाई बोलाएर यहाँनिर डान्स गर्नु हुँदो रहेछ। जो इच्छुक हुनुहुन्छ उहाँहरू चाहिँ जानुहुन्छ डान्स गर्न। हामी चाहिँ यहाँनिर चिल गर्दैछौँ घाममा, टन्टलापुर घाममा। हामीलाई यस्तो गरम भइरहेको थियो, पसिना पसिना। दिदीले बुझ्दै हुनुहुन्छ, पसिना यति साह्रो गरममा सेकिएर बसिरहेको थियौँ। के गर्नु, हेर्नै पर्यो। गरम ज्यादा भएर कसैलाई बोल्नु पनि मन लागिरहेको छैन। ल, परेड सुरु भयो है त। अब परेड हेरौँ। यहाँ आउँदाखेरि चाहिँ भिआइपी पाउनको लागि अगाडि नै बुकिङ गर्नुपर्ने रहेछ। अनि यहाँनिर भित्र छिर्नको लागि चाहिँ समरमा अलिक ढिलो सुरु हुन्छ, 5:30 बजेदेखि सुरु हुन्छ। अनि विन्टरमा चाहिँ अलिक चाँडै हुन्छ, मेबी 4, 4:30देखि सुरु हुन्छ। त्यही भएर सुरु हुनुभन्दा आधी घन्टा वा 45 मिनट अगाडि नै आएर बसिराख्नुपर्ने हुन्छ। साथीहरू, गर्मी भएको माथि यति धेरै क्राउड थियो कि मान्छे पनि यति धेरै धन्दा। हामीले चाहिँ भिआइपी सिट पायौँ। यो चेयरमा बसेको चाहिँ पुरै भिआइपी सिटहरू हो। अनि हामी चाहिँ भिआइपी सिटमा बसिरहेछौँ। अनि उता पब्लिकहरू हेर्नुहोस् कति धेरै। यो परेडको चाहिँ मैले कति धेरै भिडियो गरेछु कि, अनि त्यही भएर मैले चाहिँ स्पिडमा लगाइरहेको छु। यो इन्डिया र पाकिस्तानको बोर्डर भएर टुरिस्टहरू पनि कति आउनु हुँदो रहेछ कि। हाम्रो छेउछाउमा गोराहरू पनि बसिराख्नु भएको थियो, तर मैले खिचेन। अनि यो चाहिँ इन्डिया भयो भने यो चाहिँ पाकिस्तान हो। यहाँनिर चाहिँ मान्छे अलिक कम्ती नै हुन्छ, किनभने अब पाकिस्तान अलिक सानो पनि छ नि त, इन्डिया भनेको अलिक ठुलो छ, त्यही भएर पब्लिक पनि ज्यादा छ। अस्तिको पल्टमा आउँदाखेरि चाहिँ यहाँनिर भर्खर बन्दै थियो यो बस्ने ठाउँहरू, अहिले चाहिँ बनिसकेको रहेछ। म चाहिँ पहिला पनि आइसकेकोले मलाई झ्याउ लागिरहेको थियो, गर्मी त्यस्तै थियो। बुवा र मम्मीको लागि मात्रै भए पनि गएको हो हामी चाहिँ, बुवा मम्मीलाई घुमाउनको लागि। यहाँनिर इन्डियाले जस्तै पाकिस्तानले पनि आफ्नो परेड देखाइरहेको छ, तर हामीले राम्ररी देखेको छैन। त्यही भएर मैले गरिनँ भिडियो चाहिँ। बिएसएफको जवानले एकजना चाहिँ गाइड हुन्छ।
यो गेटको परतिर पाकिस्तान यता इन्डिया हो नि त अनि यहाँनिर चाहिँ पुरै फाइट गर्नु खोजेको जत्तिकै गर्छ के अहिले कुटिहाल्न जत्तिकै अब चाहिँ परेड सक्न लाग्यो अनि यहाँनिर चाहिँ अब दुईटै देशको फ्ल्यागहरू चढाउँछ अनि त्यसपछि सक्छ। आजको ब्लग चाहिँ यति नै। बाहिर आएर हामीले चाहिँ फोटो खिच्यौँ अनि त्यसपछि घर आयौँ।